फागुन 21 2082। यही मितिले झापा 5बाट देशको राजनीतिक भविष्य फेरिन सक्छ। यो चुनाव काठमाडौँका मेयर बालेन शाह र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बीचको अकल्पनीय टक्करको रूपमा मानिएको छ। नमस्कार, तपाईलाई स्वागत छ अनकभर्ड नेपालमा। यदि तपाईलाई गहिरो विश्लेषण, तथ्य र निष्पक्ष दृष्टिकोण मनपर्छ भने यस भिडियोलाई लाइक र सेयर गरी च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। आज हामी कुरा गर्नेछौँ बालेन शाह र ओलीको झापा 5को राजनीतिक टक्कर, वास्तविक सम्भावना, रणनीति र परिणामको पुरा विश्लेषण। झापा 5 किन महत्त्वपूर्ण छ त? झापा 5 नम्बर क्षेत्र केपी शर्मा ओलीको परम्परागत गढ मानिन्छ। उहाँले यस क्षेत्रमा धेरै पटक विजय हासिल गर्नुभएको छ। 2079 सालको प्रतिनिधि सभा चुनावमा उहाँले करिब 52,000 मत ल्याएर ठुलो अन्तरले जित्नुभएको थियो। तर अहिले बालेन शाह, जसले 2079मा काठमाडौँमा स्वतन्त्र उम्मेदवारको रूपमा ऐतिहासिक विजय हासिल गर्नुभयो, यहाँ युवा ऊर्जा र परिवर्तनको सङ्केत लिएर चुनौती दिन आउनुभएको छ। उहाँका लक्ष्य केवल व्यक्तिगत विजय मात्र होइन, तर राजनीतिक परिदृश्यमा नयाँ दिशा देखाउने पनि हो। चुनावी वातावरण। आगामी प्रतिनिधि सभा चुनाव फागुन 21 2082मा हुने तय भएको छ। यो चुनाव पारम्परिक पार्टी र नयाँ शक्ति दुवैको सङ्घर्ष हो। रासोपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ। यस क्षेत्रको परिणामले देशव्यापी राजनीतिक सन्दर्भमा पनि ठुलो प्रभाव पार्न सक्छ। मतदाताको मनोविज्ञान। ओलीको पुरानो मतदाता आधार अझै बलियो छ। यसमा वृद्ध, ग्रामीण र परम्परागत मतदाता समूह समावेश छन्। तर युवा वर्ग र स्वतन्त्र मतदाता बीच परिवर्तन चाहिन्छ भन्ने भावना बढिरहेको छ। 2079को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले झापा 5मा लगभग 18,000 मत प्राप्त गरेको थियो। यो सङ्ख्या ठुलो नभए पनि सङ्केतात्मक रूपमा उत्साहजनक थियो। यसले देखाउँछ कि नयाँ उम्मेदवारका लागि पनि अवसरहरू छन्। बालेनको रणनीति के छ त? आउनुहोस् बुझौँ। बालेनको अभियान रणनीति धेरै तहमा केन्द्रित छ। पहिलो, उहाँ स्थानीय घर भाडा लिएर प्रत्यक्ष मतदातासँग सम्पर्क गर्दै हुनुहुन्छ। दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीसँगको गठबन्धनले पार्टी संरचना र स्रोतहरू उपलब्ध गराउँछ। र तेस्रो, सोसल मिडिया र युवा नेटवर्कमा सक्रियताले उहाँको सन्देशलाई छिटो फैलाउँछ। विश्लेषकहरू भन्छन् कि यदि बालेनले स्थानीय ग्रासरुट समर्थन जुटाउन सक्छन् भने चुनौती असम्भव भने छैन। तर यसका लागि सतर्क योजना र रणनीतिक कदम आवश्यक पर्छ। के बालेन ओलीलाई पराजित गर्न सक्छन् त? आउनुहोस् बुझौँ। ओलीले अघिल्लो चुनावमा 50,000 भन्दा बढी मत पाएका थिए। यसले देखाउँछ कि उनको सङ्गठन शक्ति अझै बलियो छ। तर बालेनको युवा र स्वतन्त्र समर्थन साथै गठबन्धनको प्रभाव यदि सही दिशा र समयमै प्रयोग भयो भने अप्रत्याशित परिणाम ल्याउन सक्छ। राजनीतिक तापक्रम अहिले धेरै तातो छ। पुरानो संरचना अझै बलियो छ। तर युवा र स्वतन्त्र मतदाताले परिवर्तनको सङ्केत दिएका छन्। समग्र विश्लेषणले यो देखाउँछ कि ओलीको सङ्गठन शक्ति अझै ठोस छ। बालेनले युवा र स्वतन्त्र मतदाताबाट बलियो समर्थन प्राप्त गर्न सक्छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीको गठबन्धनले उनलाई संसदीय तहमा बल दिन सक्छ। तर परम्परागत आधारलाई प्रत्यक्ष प्रतिस्पर्धामा तोड्न कठिनाइ हुनेछ। त्यसैले ओलीलाई पराजित गर्न सम्भावना छ, तर सजिलो भने छैन। निष्कर्षमा बालेन शाहको झापा 5 उम्मेदवारी नेपाली राजनीतिमा एउटा ठुलो मोड हो। यो चुनाव परम्परागत संरचना विरुद्ध नयाँ आवाजको वास्तविक परिणाम बन्न सक्छ। यदि बालेनले स्थानीय नेतृत्व क्षमता, रणनीति, सामाजिक सञ्जाल समर्थन र गठबन्धन शक्ति सही प्रयोग गरे भने उनी अप्रत्याशित परिणाम ल्याउन सक्छन्। तर स्थिर सङ्गठन, शक्ति र अनुभव अझै ओलीको पक्षमा छ। यसैले यो चुनाव झापा 5बाटै नेपालको राजनीतिक भविष्यमा ठुलो प्रभाव पार्ने निश्चित छ। हुन त हामी यस्तो विश्लेषणमा न्युट्रल बस्नुपर्ने हो, तर हालसालै भएको जेनजी आन्दोलनले हामीलाई न्युट्रल बस्न दिएन। तपाईँ पनि बालेनले जितुन् भन्ने चाहनुहुन्छ भने यस भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरी आफ्नो समर्थन जनाउन सक्नुहुन्छ। यदि तपाईँलाई यो विश्लेषण उपयोगी लाग्यो भने पनि लाइक, सेयर र सब्स्क्राइब गर्नुहोला।
र आफ्नो मत कमेन्ट बक्समा राख्न नबिर्सिनुहोला भन्दै आजको लागि बिदा हुन चाहन्छु। धन्यवाद।